ल यो चाहिँ अन्नपूर्ण साउथ रे यो हिमचुली। अब हामी मार्जी र माछा पुसेको पर्खामा छौँ एकैछिन। हिमाली भेगमा पानी टक्क त्यहाँबाट हिउँ पग्लिन्छ अनि ड्रममा स्टोर हुन्छ। त्यही पानी चाहिँ टोइलेटमा अनि के हुन्छ भाँडासाँडा माझ्न युज हुने हो। गाह्रो छ नि। अब यहाँबाट पनि निस्किन्छौँ हामी। निस्किनै लाग्यो। अब खासाजा खाइसक्यौँ, रेडी भइसक्यौँ। हिउँले गर्दाखेरि चाहिँ अब चस्मा लगाउने बेला होला जस्तो छ, किनभने एकदमै आँखा खोल्नै गाह्रो हुन्छ। बिस्तारै अब ब्याकस्याक गर्ने अनि टाप। राम्रो मेमोरी दियो तर यो ठाउँले, डेस्टिनेसन पुग्न नसके पनि। निस्किने बेला घाम लागेको अवस्था, तर फेरि एकैछिनमा उस्तै हुन्छ। स्योर घोडो लागौ त लागौ। हिमालको भ्यू हल्का देखियो, एकछिन बस्नै पर्ला जस्तो छ। अझै फुकौँ फुकौँ। ओहो हो हो देखिँदैछ ल। ओहो खुल्यो दामी। कुन हिमाल पर्छ ब्रदर? यो उता गफ जान्छ नाकै अगाडि हिमाल। एकैछिनमा आयो, अब एकैछिनमा जान्छ। सक्यो फेरि खतरा। एकैछिनै अन्नपूर्ण साउथ र कुन रहेछ त्यो अर्को चाहिँ? वाह खुलोस खुलोस बादल लाडा भएको सबै डाँडो हेर्नुपर्छ। ये हेर्न अन्त अझै खतरा रूपमा। खर्लाङ्गै जति हिजो नि पुग्दैन, के गर्ने त। होपलेस भइसकेको, होप निकाल। हामीले त्यत्रो दुःख गरेर होला कि निस्केको। कस्तो महसुस भइरहेछ त एक्सपिरियन्स होइन? अन्नपूर्ण हो अनि दामी। ल मर्ने बेला देखियो। चस्मा चाहिँ लाउनु पर्छ भाइ। ल यो चाहिँ अन्नपूर्ण साउथ रे यो हिमचुली। अब हामी मार्जी र माछा पुसेको पर्खामा छौँ एकैछिन। देखिन्छ भने देखिन्छ, देखिन्न भने अब बाटोबाट आस। ल तिमीहरूलाई पुग्यो, अब जाऊ भन्ने छ। हुस्सुली पनि आउन थाल्यो। बाटो पनि के हो एउटा बाटो आयो, अर्को बाटो त्यही बाटो फर्किनै सकिँदैन भने। हिजो योबाट आएको त होइन नि? होइन तलबाट आएको हो त हामी। खोइ कहाँबाट कता आयो कन्फ्युज होला जस्तो छ। यो ट्रिप भयो त्यस्तो छ क्या। डेस्टिनेसनमा अब हुन्छ नि, दिनको डेस्टिनेसन पुगिन्छ, त्यसपछि चाहिँ त्यो ठाउँ के थाहै हुँदैन क्या। सबै हुस्सु हुस्सु, न घुम्यौँ न के गऱ्यौँ, सुनसान सुनसान धुम्म धुम्म। अनि अहिले यो खै नौलो बाटो फर्किँदैछौँ। अब हिजो यो बाटो आएको याद छैन क्या हामीलाई। अब फर्किनु परेछ अहिले। डेन्जरै ओह्रालो रहेछ त हौ।
सिद्धिङको बाटो यही हो क्या? यस्तो भर्याङै चढेको थिएन यति लामो। हाम्रो सिचुएसन यस्तो छ अहिले। क्यामेरामा कोही पनि नहेरमै तल यस्तो छ। मैले हेरेको छैन, क्यामेरामा देखाएको नि त। सबजना बिस्तारै रेलगाडी छुक 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 छुक। डेन्जर बाटो अरे हो। आज एडभेन्चर जिन्दगी। यो त धेरै सेफ हो नि बिहानको भन्दा त। आनन्दवाला एरिया आयो ल। तपाईँको पनि खिच्न मन लागिरहेको थियो मलाई। सबैजना अड्किएको ठाउँ मजाको देखिने। छिटै आए त पुगिन्छ, तर बिस्तारै नै हिँड्नुपर्छ। पग्लेको हो हिउँ पानी। जाउँ। कस्तो राम्रो देखिने क्या यसरी हेर्दाखेरि चाहिँ ट्याक्क। ल है ल, कस्तो भयो मारुति ट्रेक हजुर है क्या? भ्यू खुल्दैछ हो आज चाहिँ, बल्ल हेर्न पाए लाग्छ। काँडे नै पुग्नुपर्छ है क्या हो? खुल्यो भने त जाँदा हुन त काँडे होइन, लो क्याम्पै होला। लो क्याम्पसम्मै होला राम्रो देखिने। लो क्याम्प नजिक पर्छ कि रेस्ट क्याम्प? होइन यहाँबाट रेस्ट क्याम्प पहिला आउँछ, लो क्याम्प हो। त्यसो त्यो रेस्ट क्याम्पबाट पनि दामी थियो नि यसो हेर्ने ठाउँ। बस आज अलि क्लियर हो। यो ट्रिप यस्तो रमाइलो भ्यू छ है, एउटो देख्न पाएन। फर्किँदाखेरि बल्ल देखिँदैछ। अझ उहाँ डाँडा डाँडा देखेर के हुन्थ्यो होला? हिमाल पनि देखिन्छ होला यहाँबाट त। लिएर न कस्तो अर्कै खालको कलर के फिल्टर हाले जस्तो। डढेर चाहिँ डह्रो हाने रहेछ। यो पार्कहरू केही थाहा छैन। आनन्दले आयो, केही पनि देखिएन। कस्तो फ्रेस। तर डर त लाग्दैन थियो होला। अलिकन झोसँग चाहिँ हुन्थ्यो होला, कस्तो रिज्या जस्तो हुन्थ्यो तर डर त लाग्दैन। पोइन्ट देख्नु कस्तो फ्रेस होला कि। कहाँ देख्न पाउनु यस्तो। हिजो यो देखाएको थिएँ कि मैले, तर त्यति बेला यति लगभग यहाँदेखि त्यहाँसम्म मात्रै देखिरहेको थियो कि। मैले त यस्तो केही देखेकै थिएन भन्दा कस्तो दाम तिमीले नदेख देखाएको थियो। यो पहिलो घाँस जहाँ पनि त्यही देख्दै हिँडेको थियौँ। अब त बल्ल बल्ल मान्छेले देख्न थालेको। आउँदैछौँ। त्यो के हो यार? त्यो 360 के होटेलहरू के थियो र? सबै देखिन थालेछ अब त। काठमाडौँ बासिन्दा हो, धुवा भनेर मक्ख नपर्न होला। हुस्सु हो हुस्सु। तल यो डाँडा यता हुस्सु हुन नसकेर यो बिच काटेको बाटोबाट पस्नु खोज्दैछ। अचानक के अब सुरु हुन्छ जस्तो छ जङ्गली बाटो। कस्तो हुस्सु होला कि यता आउनै नसकेको हो र? होइन होला, यो ताजा ताजा जस्तो है कहिलेको।
ल झट्ट बाटोमा भेटियो फ्री यु क्यान टेक माई सुज रे ल हामी चाहिँ के छ भने त ओके लेखेर गायब गरिदिउँ न त्यही भने यत्रो 2 तोला सुन हालेर छोडेर गएको भए उठाउनु हुन्थ्यो कुहिएर च्यातेको जुत्ता के लिएर जानु त्यहाँ बस्नु त्यसको सामानले डङ डङ हान्दै हिँड्दो रहेछ याक आयो याक यता पनि टुङटुङ गर्छ त अब परे फसा जाउँ जाउँ यताबाट गयो नि बच्चाले त केही नगर्ला नि ए तल कति छ पुरै पज भइदियो यार सबजना पज भइदियो लौ के हो यो ए बाटो कहाँ हो ए बाटो त उता रहेछ है जाउँ जाउँ बाटो खोलिहालौँ तनाव हुन्छ फेरि ए बाटो देऊ है बाटो देऊ ले ले ओ होइन तिनीहरू हो यताबाट जाउँ आऊ आफूले त डर लाग्छ हेर गाई गोरुदेखि त होइन बाटोमा पर्दैन छोडिदिनु भए हुन्छ हामी यता जान्छ या के हो भर्बा जस्तो लाग्थ्यो भनेर ए नो वान कम हेर ओके टुवा पऱ्यो हेरे सबसे धेरै डरलाग्ने त म होला ए चक्रे ए होइन सुरुमा तर्सेको ऊ हाना हुँदैछ भागिहालौँ बच गइली ल अब हामी चाहिँ लो क्याम्पबाट सिटिङ जाँदैछौँ एकदम च्यालेन्जिङ 4 बज्दैछ 3-3.5 घन्टा ढुक्कै लाग्छ भन्नुभएको छ यहाँ लो क्याम्पको दिदीले अब यहाँबाट सिटिङ जान्छौँ हाम्रो सायद आज 7 देखि 7:30 बज्छ होला सिटिङ पुग्न त्यहाँबाट पोखरा अब कति लाग्छ हेरौँ थाई र पिडुला ओह्रालो छ पुरै झन्डै 4 किलोमिटर अब हेरौँ के हुन्छ अब बाटो यस्तै चिप्लाउनु थालेपछि अलिक टेन्सन हुन्छ अहिले त एक्टिभ छ खुट्टा अब एकछिनमा चिडिप्पै हुन्छ जङ्गलको बाटो लहर हिँड्दैछौँ हामी यता फेरि राज फिल्मको जस्तै सिन सुरु भइसक्यो राति त चिरिप्पै भइला आज यो ट्रेक हामी के देखायो यो ट्रेक हामी के देखायो अस्ना पनि देख्यौं पानी पनि देख्यौं हिउँ पनि देख्यौं अनि हिलो पनि देख्यौं मुसु पनि देख्यौं सबै घाम चाहिँ देखेन घाम चाहिँ यति देख्यो घाम पनि देखिरहेछ बेला बेला अस्ति आएर घाम उस्तै सबै कुरा गर्मीदेखि लिएर जाडोदेखि लिएर ठिक्कदेखि लिएर सबै अब यो सर्टकट सोध्नुपर्छ सर्टकट लिन ठिक छ कि छैन धेरै सर्टकट फेरि बिहानको जस्तो तनाव हुन्छ हावा पस्दैन रेनकोटमा त्यो 2टा चेक पोइन्ट भएको ठाउँमा गएर फेरौँला नि त नत्र अब आउँछ कि नजिकै छ म्यापले पनि धेरै सहज त्यहाँ छ जेस् टकाइची भन्ने ठाउँ पुगेछ जेस् सही रहेछ ट्रेकर्स इन होटेल एन्ड रेस्टुरेन्ट के भन्ने थियो यो सिटिङमा एउटा मात्र पर्छ क्या अरे अब हाम्रो यात्रा तलसम्म छ चाहिँ तनाव छ तनाव यस्तो जङ्गलको बिचमा अचानक यस्तो बाटो देखेपछि साइको खाइँदो रहेछ के हो यो
मन्दिर हो क्या हो त्यहाँबाट आएपछि त्यो सर्टकटै हो क्या यो सर्टकट होइन सर्टकट युज गऱ्यो भने चाहिँ 3.1 किलोमिटर सिडिङ पुग्नु तर हामी लङकटैबाट आयौँ कति ओह्रालो भर्याङ उहाँसम्म पुगेको छ बाफ्रे बाफ पछाडि पनि फेरि पुरै भर्याङै हो पीछे से आगे तक सब भर्याङ ही भर्याङ मार्दीको ट्रेकिङ भर्याङ चढेर सिद्धिएको चढेर हामी मेन चाहिँ कहाँ जानु लाग्यो भन्दाखेरि सिडिङ हो कि सिदिङ भन्ने ठाउँ त्यहाँबाट चाहिँ पोखराको जिप पाउँछ अरे त्यही भएर चाहिँ सिधै रिक्स लिएर हामी आउँदाखेरि पनि पुग्छौँ होला पुग्नु चाहिँ त्यही पनि अब जिपसिपको यता व्यवस्था मिलाउँदै हिँड्दै कुरो मिल्ला जस्तो छ अब त्यही हो जुन बाटो चढेको त्यही बाटो झर्नु मन लागेन त्यही भएर नयाँ एक्सपिरियन्स हिँडेको भर्याङै भर्याङ लगभग यो ट्रेक सकिसक्यो होइन के छ तिमीलाई भनाइ के लाग्यो कस्तो लाग्यो झ्याउै लाग्यो कि होइन किनभने टर्चरबाट ट्रेकिङ भएको छ के छ नेक्स्ट ट्रेकिङ अब जस्तो भयो पुग्यो नो ट्रेकिङ जस्तो भएको छ कि अनि यो हिँडाइ चाहिँ एकछिनको दुखै अनि सम्झाउँदा रमाइलो लाग्छ यस्तो भएको थियो भन्नु मजा आउँछ ट्रेकिङ सक्यो त भने मैले होइन कहाँ सकिनँ 2 घन्टा जति हिँड्नै पर्छ 2 घन्टा छ 2 घन्टा छ होला खोइ अब बजार छ केही देखेको छैन 2 घन्टा पनि अहिलेसम्म 2 घन्टा चाहिँ होइन है मैले त 8 को हिसाब राखेको होइन 5:30 भयो बल्ल अब आफै बुझ्नु हाम्रो हिँडाइ के कस्तो छ होइन बिस्तारै तर त्यस्तो नराम्रो पेस चाहिँ हाम्रो भएको छैन अहिलेसम्म बाटो पनि भर्याङ भए पनि माथिको जस्तो त हिलो चाहिँ छैन ढुक्कले हिँड्न पाछ एउटै आनन्द टुक्क लाएर त्यही अब त्यहाँ गएर जिपसिप समाउनु पर्ने छ हामी चाहिँ अब काँडेको बाटो चाहिँ भन्नाले डे 1 भन्ने कि डे 2 भन्ने ट्रेकिङको डे 1 चाहिँ त्यो ठाउँमा चाहिँ अब फेरि के फर्केर जानु भनेर नयाँ बाटो ट्राई गरेको यहाँ आज पोखरा पुग्यो भने चाहिँ अरू सानोतिनो प्लान पनि बन्नेवाला छ त्यही भएर नत्र अब काँडेतिर गएको भए अलिक भ्याउँदैन थियो अब यस्तै छ होइन शीतल रेनको लाछि मैले अब पसिनाले त पुरै बाघको पाटा जस्तो बनेछ अनि निकाल्दिएँ अहिले आनन्द फ्रीली हिँड्दैछौँ जोस् त्यस्तो रिग्रेट चाहिँ छैन नि त छैन किनभने घटनाहरू राम्रै भएको थियो नि त त्यही भएर सोधिहालेँ मैले अन द स्पट क्यामेरा खोलेर आज उसलाई ढुङ्गा देख्नुहुन्न चिप्लो देख्नुहुन्न भिड देख्नुहुन्न होइन एउटा त खत्रै लड्यो भने झन्डै स्वाहा त्यो तिमीलाई आइडिया नभएर हो कि तिमीहरू म मोटो छु नि तर म लगभग एकचोटि पनि चिप्लिन होला त्यो सिलिक्क त हुन्छ होइन भए पनि जस कहाँनिर टिक्दाखेरि चाहिँ चिप्लिँदैन है भन्ने कुरा चाहिँ सोच्दै हिँडेको आज चाहिँ तर अब चाहिँ खासै सोच्नु पर्ने बाटो छैन आनन्द चिल्याक्समा आज फेरि त्यो घटना घटिसकेपछि चाहिँ अनि यस्तो बाटो हिँड्नु पनि डर लागिरहेछ कि सानो हिलो देख्ने बित्तिकै डर लागिहाल्ने होइन त ठिक छ अब बिस्तारै तल पुग्छौँ बिस्तारै रात पनि हुँदै जान्छ है त हाम्रो रेस्ट पोइन्ट होइन भिडियोमा जङ्गलको बिचमा बाटो त राम्रो रहेछ ल हाम्रो यात्रा अब फेरि सुरु भइसक्यो सिक्किमतर्फ यो जङ्गल चाहिँ उसमा चाहिँ नकाटौँ कि लाइटमा चाहिँ नकाटौँ अब पुरै अन्धकार भइसक्यो अब सिडिङतिर नै देखिन्छ होला अलिअलि हामी तर कुनै ठाउँ पनि देख्न पाएन राम्रोसँग
यदि छिटो पुगेर होइन तिमीहरूलाई बिजेपी नै फेरि जानु ओ नजाने सबैलाई के ल सबैलाई अफर यो चाहिँ म यस्तो थाकेको थिएँ अँध्यारो भइसक्यो अब टर्च लाइट बाल्ने बेला आउनु थालिसक्यो तिमीहरू अहिले बिस्तारै हरेक चेक पोइन्टमा तर कुनै चेक पोइन्टमा राम्रोसँग देख्न पाएन क्या हामीले कता हुस्सीले सकाइदिने कता रातले सकाइदिने हतार हतार हिँड्नु पर्यो नि ठिक छ यस्तो पनि रमाइलो हुन्छ कहिलेकाहीँ नि धेरै जसो नै रमाइलो हुन्छ यस्तो त होइन अलिक एकछिन खासो खुसो गर्छ नि मजा आउँछ त्यो हुन्छ नि एउटा डर त्रास हुने चाहिँ मुसा त चरासरा हुन्छ होइन चरा होइन मुसै हुन्छ होला किनभने चरा त्यति बेरसम्म वेलकम टु द गुड नाइट हुन्छ अँध्यारोमा केही देखाएको छैन होला देखाएको छ केही नदेख्नु अब काटिदिने नि त कुरा त सुन्नुभयो नि होइन कुरो पनि भयो अन्धकार छ त कालो ठिक छ ल ल ल ल बजारको एरिया त देखियो अलिअलि बाटो अझै हिँड्दैछौँ जङ्गली बाटो ल फेरि पानी पर्न थालेको छ हौ तनाव हुन्छ त राति जङ्गलमा हिँड्न पनि बाटो हेर्नु बाटो छुट्टै मजा आउँछ हौ बाटो त क्लियर छ नि यार बत्ती बिना नि हिँड्न सक्छु होला यति त तर फेन्टा एउटा कोक दाइ एउटा कोक फेन्टा अनि परो चिसो खाउँ अनि लाग्यो मलाई फेन्टा दिनु दुईटा चाहिन्छ के छ यत्रो खानै सकिँदैन तर आधा ठिक हुन्छ एक्चुअली जिप चाहिँ भनिदिनु ल हामीलाई कति पर्छ नि दाइ जिप त तपाईँको जति बेला पनि पाइरहेको छ फिक्स होला है पैसा त फिक्स हो जति बेला पनि पाइरहेको छ तर भन्ने पनि पर्दैन काउन्टर यहीँ हो त्यहाँ क्युमा बसिरहेको हुन्छ गाडीहरू ए गएर तपाईँहरू मैले भन्दैन अझै बार्गेनिङ गर्दा झन् राम्रो हो कि हुन्छ भन्नु पर्दैन भन्नु पर्दैन काउन्टरै हुन्छ कता तल यहाँ लाइट बलले चाहिँ हो नि यहाँ त्यो चर्किलो लाइट गाडी पनि त्यही हुन्छ गाडीहरू त्यही हुन्छ यहाँ एउटा लाइट बलले देख्नुभयो हजुर तल यता आउनु नि यता अलि हुँदैन जानु है त्यो चम्किलो एउटा ए ए त्यही कुनामा त्यो दुईटाको ठ्याक्क अगाडि भन्दा हजुर त्यो उँधोपट्टिको त्यो होटलहरू हो हजुर त्यो यता माथिपट्टिको त्यो गेटको लाइट हो त्यहाँनिर पोखरी पनि छ त्यो कुनानिर त्यहाँनिर पानीको यतापट्टि कुनामा पार्किङ एरिया छ बस के अरे जिपको त्यहाँ गएपछि पाइन्छ हजुर त्यहाँ गएपछि पाइन्छ त्यहाँ गएपछि पाइन्छ कति समय लाग्छ नि 10-15-20 मिनट हुनुपर्छ अझै ल फाइनली आयो सिदिङ हाम्रो एसयुभी यहाँ छ बुलेरो थकित भए थकित कहाँ के छ अरे खस्दैन होला खस्दैन यत्रो ल हाम्रो ट्रेकिङ चाहिँ फाइनली यहीँ ओभर हुन्छ होइन अब सिधै पोखरा गइन्छ भात खाइन्छ नुहाइन्छ अनि झ्याप्प सुतिन्छ अब भोलिबाट के हुन्छ पछि फेरि देखाउँदै गरौँला है त